बालिनको शासनमा अनुशासन, प्रश्न उठ्नु भनेको पदमुक्त हुनु हो। सरकारको शक्तिशाली गृहमन्त्री बनेको मध्यराती सुदन गुरुङले भनेका थिए आयो गोर्खाली। तर सुदन आँधी झैं आए, भ्रष्टहरूलाई भडार्न चाहे, तर हुरी झैं हुत्तिएर गए। सुदन गुरुङ गृहमन्त्रीको कुर्सीबाट उठे, सुरक्षा प्रमुखहरूलाई सलाम गरे, आफ्नै अन्दाजमा कालो चस्मा लगाए। त्यसपछि गृह मन्त्रालयबाट विदाई भएर निस्किए। मन्त्रालय बाहिर पर्खिरहेका समर्थक र सञ्चारकर्मीहरूलाई नमस्कार गरे। महानुभावहरू देख्न सक्नुहुन्छ, गृहमन्त्री सुदन गुरुङ राजीनामा दिइसकेपछि, प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाइसकेपछि गृह मन्त्रालयमा आएका सुदन गुरुङ यतिखेर गृह मन्त्रालयबाट बाहिरिँदै गरेको दृश्य। मन्त्री बनेको भोलिपल्टै र्यापिड रफ्तारमा पक्राउको गति समाएका उनले 7 दिनमै 7 जना समाए। त्यसकै भोलिपल्ट 10 पुर्याए। बिचौलिया दीपक भट्टको पक्राउने उनका लागि पदमुक्तिको विषय बन्यो। अर्थात् अनुसन्धान गर्दै जाँदा दीपक भट्टसँगै जोडिएको कम्पनीमा उनको पनि संस्थापक लगानी भेटिएपछि उनी राजीनामा दिन बाध्य बनेका छन्। सुदन सरकार बनेको 26 दिनमै बालेन शाहको सर्जिकल अपरेसनमा परेका छन्। जसरी 13 दिनमै तत्कालीन श्रम मन्त्री दीपक कुमार शाह बनेका थिए। यो घटनाले के स्पष्ट पारेको छ भने बालेनको रामराज्य सपनामा दाग लगाउने छुट कसैलाई छैन, चाहे ती उनका सारथी वा विश्वासपात्र नै किन नहुन्। सरकार गठनको सुरुवाती दिनमा निकै उत्साहका साथ गृह प्रशासनको बागडोर सम्हालेका सुदन गुरुङको चर्चा दिन 2 गुणा रात 4 गुणाका दरले बढिरहेको थियो। यो अवधिमा उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक, पूर्व मन्त्री दीपक खड्का लगायत 10 जना उच्च पदस्थ व्यक्तिहरूलाई पक्राउ गरे। उनीहरू मध्ये अधिकांश अदालतको आदेश बमोजिम हिरासत मुक्त भए पनि मुद्दा प्रक्रिया चलिरहेको छ। ओली र लेखक विरुद्ध बिहिबार मात्रै मुद्दा दर्ता गर्ने तयारी भइरहेको थियो। उनले एकपछि अर्को फाइल खोल्न थालेपछि जनतामा आस्था जगाएको थियो। तर त्यो आशा र उत्साह धेरै दिन टिकेन। दीपक भट्टसँग जोडिएको माइक्रो इन्सुरेन्समा लुकाएको लगानी र विवादास्पद शेयर कारोबारीसँगको शेयर कनेक्सनले उनलाई रक्षात्मक बनायो। सम्पत्ति विवरण सार्वजनिक गर्दा देखिएको अदृश्य स्रोतले उनलाई आलोचनाको केन्द्रमा मात्रै पारेन, आफ्नै दल रासुपा भित्र पनि एक्ल्यायो। यो सकारात्मक भन्छु, किनभने कमसेकम अहिले यो सरकारमा आइसकेपछि विवादहरू आए। यो विवादहरू देखिएपछि यो विवादको भुमरीमा बस्नु भन्दाखेरि चाहिँ नैतिकताको हिसाबले राजीनामा गरेर सरकारलाई यो शङ्कामा बसेर काम गर्नुभन्दा एउटा स्वतन्त्र वातावरण दिएर आफू चाहिँ सामाजिक रूपमा आइपरेको लान्छनाबाट फुर्सद लिनु सबैभन्दा राम्रो विवेकपूर्ण निर्णय हो भन्ने लाग्छ मलाई। गृहमन्त्री पद जोगाउन सुदनले अन्तिम समयसम्म निकै कसरत गरेको देखिन्छ। राष्ट्रपा सभापति रवि लामिछानेलाई पटक पटक भेटेर अनुनय विनय गरे। अन्तिममा बार्गेनिङको अस्त्र समेत प्रयोग गरे। उनले शक्ति केन्द्रदेखि स्वयं रवि लामिछानेका पुराना काण्डहरू बाहिर ल्याउने भन्दै धम्कीपूर्ण शैलीमा बोलेको समेत बाहिर आएको छ। तर श्रम मन्त्री दीपक शाहलाई सामान्य प्रश्न उठ्दा हटाएर नैतिकताको मानक कायम गरेका रवि र बालेनले गुरुङको हकमा चाहेर पनि उदारता देखाउने अवस्था थिएन। सुशासनमा 1 इन्च पनि नचुक्ने अठोट लिएर अघि बढेका बालेनले अन्ततः सुदनलाई हटाउने निर्णयमा पुगे अनि सुदन राजीनामा पत्र बुझाउन बाध्य बने। सुदन गुरुङले भने आफूलाई बिचौलियाहरूले फसाएको आरोप लगाउँदै आएका छन्। दीपक भट्ट पक्राउ परेपछि शेखर गोल्चा, राजबहादुर शाह, सुबी अग्रवाल जस्ता शेयर बजारका बिचौलियाहरू निशानामा परेका थिए। उनीहरूलाई जोगाउन राष्ट्रपाबाट समानुपातिक सांसद बनेकी उद्योगी विदुषी राणाले दबाव बढाइरहेकी थिइन्। तर सुदनले उल्टै मंगलबार 5 घण्टासम्म सुरक्षा प्रमुखसँग बैठक गरेर ठूला बिचौलिया समात्ने तयारी गरे। उद्योगीहरू झनै आक्रामक रूपमा लागेपछि तर सुदन नै राजीनामा दिनुपर्ने अवस्थामा पुगे। स्रोतका अनुसार विवादित व्यापारी सबैलाई कारबाहीको दायरामा ल्याउने वचन रवि र बालेनले दिएपछि सुदन राजीनामा दिन तयार भएको विषय सार्वजनिक भएको छ। बालेनको चट्टानी अडान। सुदन प्रकरणसँगै प्रधानमन्त्री बालेन शाहले एउटा कुरा स्पष्ट पारेका छन्, उनी कुनै पनि सेकिङ र स्वार्थको द्वन्द्वलाई सहने बोधमा छैनन्। अहिलेको सरकार विगतका कांग्रेस, एमाले र नेकपाको जस्तो सरकार होइन भन्ने स्पष्ट सन्देश दिन खोजिरहेका छन्। गृहमन्त्री जस्तो शक्तिशाली पदमा रहेका व्यक्तिलाई जोगाउन विगतका सरकारले कुन तहसम्मको लापरवाही गरेका थिए भन्ने तथ्य खोज्न टाढा जानै पर्दैन। पूर्व गृहमन्त्री रमेश लेखकलाई हेरे काफी हुन्छ। अध्यागमनमा सेटिङ चलाएको आरोपमा चौतर्फी विवाद हुँदा पनि तत्कालीन प्रधानमन्त्री केपी ओलीले उनलाई जोगाएका थिए।
बालनको यो निर्णयले कांग्रेस, एमाले र नेकपाका शीर्ष नेताहरूलाई सुशासनको पाठ मजाले पढाएको छ। बालनमाथि प्रश्न उठाउनुभन्दा अघि जो कहिले 100 पटक सोच्नुपर्ने अवस्था सिर्जना भएको छ। अब को बन्ला गृहमन्त्री? सुदन गुरुङको राजीनामासँगै गृह मन्त्रालयको चाबी कसको हातमा जाला भन्ने कौतूहलता चौतर्फी छ। तत्कालका लागि गृह मन्त्रालय प्रधानमन्त्री बालन शाह आफैले राखेका छन्। यसले कतै यो जिम्मेवारीमा छानबिनपछि पुनः सुदनको पुनरागमन हुने त होइन भन्ने आशंका पनि उब्जिएको छ। जनार्दन शर्मा मोडेलमा अहिले राजीनामा दिएर छानबिनपछि क्लिन चिट लिएर पुनः मन्त्री बन्ने नीतिका रूपमा समेत चर्चा भइरहेको देखिन्छ। तर सुशासनको पक्षमा शून्य सहनशीलताको शैली अपनाएका बालनले यसो गर्लान् भन्ने सम्भावना कम छ। चर्चाका पात्र कविन्द्र बुर्लाकोटी। गुरुङले राजीनामा दिएसँगै पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटी गृहमन्त्री बन्ने चर्चा छ। पार्टीभित्र शालीन नेताको छवि बनाएका उनी संस्थापक नेता समेत हुन्। रवि निकट भए पनि बालनसँग पनि उनको सम्बन्ध सौहार्दपूर्ण रहेकाले गृहमन्त्रीमा कविन्द्रको पनि सम्भावना छ। सुनिल लम्साल बालनका निकै विश्वासपात्र र हालका भौतिक पूर्वाधार मन्त्री। लम्साललाई गृहमन्त्रीको जिम्मेवारी दिने प्रबल सम्भावना छ। बालनले सुरुमै उनलाई गृहमा पठाउन चाहेका थिए। राजुनाथ पाण्डे काठमाडौँ महानगरको नगर प्रहरी प्रमुख रहेका बेला बालनको एक्सनलाई भुइँमा उतार्ने पाण्डे अहिले रासोपाबाट सांसद छन्। पूर्व प्रहरी पृष्ठभूमि र बालन स्टाइलको कार्यशैलीका कारण उनी पनि गृहमन्त्रीको सशक्त दावेदार हुन्। अमरेश कुमार सिंह बालन, सुदन र रविसँग राम्रो सम्बन्ध भएका सिंह सुरुमा रोजेको मन्त्रालय नपाउँदा मन्त्री परिषदबाट बाहिरै बसेका थिए। देशको राजनीति र अन्तर्राष्ट्रिय सम्बन्ध बुझेका उनी गृहमन्त्री बन्ने नबिनमा छन्। विश्वराज पोखरेल पूर्व एआइजी पोखरेल जो रवि लामिछानेको आश्वासनमा राजनीतिमा होमिएका थिए उनी पनि गृहको दौडमा छन्। उनको आफ्नो प्रहरीको प्रशासन अनुभव सरकारका लागि उपयोगी हुने भन्दै रवि बालनमाथि दबाव बढाइरहेको देखिन्छ। सुशान्त वैदिक बालनको टिममा रहेर पर्दा पछाडि काम गर्ने प्युठानका वैदिकलाई पनि सरप्राइजका रूपमा गृह मन्त्रालयमा ल्याउन सक्ने चर्चा छ। तर यसबाहेक यो सरकारमा खास ठूलो जिम्मेवारी नपाएर चित्त दुखाइ गरिरहेका मनिष झा, दीपक बोहरा र इन्दिरा राणा मगर पनि इच्छा देखाइरहेका छन्। प्रहरी पृष्ठभूमि भएका अन्य सांसदहरूले पनि भित्रभित्रै लबिङ गरिरहेको देखिन्छ। बालन सरकारको 26 दिनमा 2 मन्त्रीको बहिर्गमनले दुईवटा कुरा संकेत गर्छ। पहिलो, यो सरकारमा गलत गर्नेको आयु छोटो छ। दोस्रो, झन्डै 2/3 मत पाए पनि राष्ट्रपाभित्र 2 लाइन संघर्ष चर्किएको छ। बालन पक्षका नेताले गल्ती गरे रवि पक्ष हटाउन कम्मर कसेर लागि पर्छ। रवि पक्षले कमजोरी गरे बालन पक्षले धर दिँदैन। यसले सरकारका मन्त्रीहरू चेक एन्ड ब्यालेन्समा परिरहेका छन्। संख्या पुगेन भनेर पहिलाको सदनमा उफ्रेर अहिले संख्या पुग्दाखेरि आफै यसरी खेल खेलेर आफ्नै मान्छेलाई यसरी राजीनामा दिन बाध्य गराउनु कुन चाहिँ नैतिकताले दिन्छ के राष्ट्रपाललाई? कुन चाहिँ नैतिकताले? यो एकदमै गलत गर्नुभयो तपाईहरुले, एकदमै गलत गर्नुभयो। सुदन गुरुङले राजीनामा दिनुपर्ने कुनै ठोस विषय नै थिएन। यहाँ मान्छे मार्ने हत्याराहरू खुलेआम हिँडिरहेछन्। बाध्य गराएर मान्छेलाई राजीनामा माग्ने तपाईहरुको नैतिकताले दियो होइन? ठिक छ, हाम्रा भाइहरूले हेरिरहेछन्। हामी छोड्दैनौँ, हामी सडकमा आउँछौँ, हामी छोड्दैनौँ। यो राजीनामा प्रधानमन्त्रीज्यू स्वीकार कुनै हालतमा नगर्नु होला। म एउटा शहीदको दिदी हो, म तपाईहरुलाई बिन्ती गरेर भन्छु यो कुनै हालतमा स्वीकृत नहोस्। गृहमन्त्रीका रूपमा सुदन गुरुङको बहिर्गमन सरल देखिए पनि आगामी गृहमन्त्रीको चयन भने बालनका लागि चुनौतीपूर्ण हुने देखिन्छ। किनकि यसअघि पनि तत्कालीन पार्टी उपसभापति डीपी अर्याल र गुरुङ दुवैले दावी गर्दा एकलाई छान्न राष्ट्रपाललाई सकस परेको थियो। गृहमन्त्री नपाएका अर्याल अन्तिममा सभामुख बने। पात्र फेरि पनि आकांक्षीको कमी नभएकाले भावी गृहमन्त्री को बन्ला विषय चुनौतीपूर्ण बन्दैछ। राष्ट्रपाललाई नफापेको गृहमन्त्री। राष्ट्रपाबाट सभापति रवि लामिछाने 2 कार्यकाल गृहमन्त्री बने। पहिलो पटक 32 दिनमै पद गयो। दोस्रो पटक 4 महिनामै सरकार ढल्यो। राष्ट्रपाबाटै गृहमन्त्री बनेका सुदनले 26 दिनमै राजीनामा दिनु परेको छ।